होटल लाइनमा ट्रेनिङ गर्दै हुनुहुन्छ, कलेजमा पढ्दै हुनुहुन्छ र साथमा नपढ्दै गरिकन पनि गाई भैँसी चढाउन मन नलागेर सट्ट सुटुक्क भागेर यसो इन्डियातिर आएर यसो होटलतिर काम गर्छु भन्ने सबै मेरो साथीहरूको लागि है। त्यो प्याज कसरी काट्ने, मतलब कुनै पनि कटिङ कसरी काट्ने भने त्यो कटिङको विधि है। यहाँ हेर्नु त ल, जहिले पनि हामीले समाउँदाखेरि यो यसरी नसमाउने है। यो प्याजलाई यसरी समायो भने यहाँ हात सट्टै काट्ने सम्भावना हुन्छ। यो चाकु समाउँदाखेरि पनि टक्क यो के भन्छ यसरी यहाँ हुनु पर्यो हात। र यो प्याज चाहिँ यसरी यो मिडल फिङ्गर चाहिँ अलिकति अगाडि टक टक यसले चाहिँ केही समस्या हुँदैन। मेरो भाइले यतिखेरै मलाई यति मायाले डिस्टर्ब गर्नुपर्ने जरुरी त थिएन, तर डिस्टर्ब गरिहाल्यो, कोही बात छैन। ल अब यहाँ यस्तो छ क्या, फेरि काम गर्ने क्रममा भाइहरू पनि सँगै काम गरिरहेछन्। यहाँ हेर्नु टक्कै अब चाहिँ यसमा जति तेज हाले पनि तपाईँको हात एकदम 100% सेफ बस्छ क्या। टक्क मजाले कोही समस्या नै हुँदैन। त्यो कटिङको पक्रिने तरिका मिलेन भन्दा जान्छ, फेरि सट्टै जान्छ त हात त। ल यहाँबाट यस्तो